हेलो नमस्ते फ्रम टोका है। अहिले चाहिँ हामी यता घरमा छौँ टोकामा। अहिले चाहिँ हामी टोकाबाट हाम्रो पोखराको ट्रिप सुरु हुँदैछ अनि पोखराको बाट हामी बिस्तारै अप्पर मस्ताङतिर लाग्छौँ। आजको बास चाहिँ पोखरा हुन्छ। सो अहिले चाहिँ यता बिहानको 10 बजेको छ। सो अहिले चाहिँ हामी हिँड्ने तयारीमा छौँ। सो मौसम चाहिँ अलिकति पानी पल्ला जस्तो छ। सो हामी चाहिँ यहाँबाट 11 बजेतिर हिँड्छौँ। 12:10 को हाम्रो फ्लाइट छ अनि हामी फ्लाइट समातेर पोखरा पुग्छौँ अनि पोखरामा होटलमा बसेर अनि घुमघाम गर्छौँ अनि त्यहाँबाट चाहिँ हामी बिस्तारै अप्पर मस्ताङ तर्फ लाग्छौँ। सो अहिले चाहिँ हामी पोखरातर्फ जाँदैछौँ है त। गाइजहरू अहिले चाहिँ हामी पोखरा ल्यान्ड भइसकेका छौँ। ल्यान्ड गर्ने टाइम चाहिँ थियो 12:25 तर हामी 1:45 मा पुगेका छौँ। सो गाइजहरू अहिले चाहिँ पोखरा ल्यान्ड भइसकेको छ हामी। सो अहिले चाहिँ यहाँबाट हामी होटल जान्छौँ। अहिले चाहिँ हामी पोखरा त्रिभुवन पोखरा एयरपोर्टमा छौँ। अहिले चाहिँ हामी यहाँबाट अब गाडी लिएर आफ्नो होटल लान्छौँ है त। अहिले चाहिँ टेम्परेचर चाहिँ 30 डिग्री छ यहाँ पुग्दाखेरि। सो गर्मी छ अहिले। सो हामी चाहिँ अब होटलतर्फ लाग्दै छौँ है त। मजाले क्लियर छ, बादल चाहिँ अलिअलि लागेको छ तर भ्यूहरू चाहिँ मजाले क्लियर देखेको छ। सो होपफुली त्यस्तै रहोस्। गाइजहरू अहिले चाहिँ हामी यहाँ प्याकेज क्लेम गरेर जाँदैछौँ। प्याकेजको वेट गर्दै यहाँ पर्खाइमा बसेका छौँ। ब्याग आइसकेपछि चाहिँ हामी चाहिँ अहिले होटलमा पुगिसकेका छौँ। चाहिँ हल्का बजेट फ्रेन्डली होटल चुज गरेको थिएँ। सो ट्रेडिसनल खालको छ होइन। त्यही भएर पोखरा पुग्यौँ हामी। होटलबाट भ्यू चाहिँ राम्रै छ। लेक साइड नभए नि त्यहाँबाट पिस प्यागोडा अनि कुम्निकोट देखिन्छ। अब हिमाल चाहिँ देखिन्छ तर पुरै बादल लागेकोले चाहिँ हिमाल चाहिँ नदेखेला। यहाँनिर देखिन्छ हिमाल, बादल लागेकोले चाहिँ नदेखेको छ अहिलेको लागि। यहाँबाट चाहिँ मजाले कुम्निकोटको भ्यू र पिस प्यागोडाको भ्यू चाहिँ देखिन्छ। सो अहिले चाहिँ हामी फ्रेस भएर कुम्निकोट जाँदैछौँ।
गाइजहरू अहिले चाहिँ हामी पुङ्डीकोट जाँदैछौँ। पिचबाट छिटो बन्द हुन्छ। हिजो के पानी परेको थियो यहाँ? पानी हिजो बेलुका आएछ। आज नै आउँछ पानी त यहाँ त फ्याक्नु होला। पुङ्डीकोट प्लस ड्रिम सिटी पनि छ। पुङ्डीकोटको अपोजिटमा त्यो प्राइभेट हो। त्यहाँ चाहिँ टिकट लाग्छ अलि भन्दा अन्य ठाउँभन्दा अलि एक्स्ट्रा लाग्छ। यी सबै एउटै एरियामा पर्ने हुन्। समय चाहिँ लाग्छ तपाईँहरूलाई। अरू खुल्लै हुन्छन्। पिछबाट लगभग 6 बजे बन्द हुन्छ जस्तो लाग्छ। पञ्चमुखी मन्दिर पनि छ, ठुलो विशाल मन्दिर छ। अनि पुरै चेन्ज भएको अहिले सडकको। अहिले बबाल भएको तपाईँको जानुभयो यदि भने एकदमै राम्रो छ। होइन बस्ने यस्तो ठाउँ पनि छैन, तर मान्छे अत्याधिक फलो भइदियो यो ठाउँलाई। के भन्नु है? एकदमै बढी रुचाइएको ठाउँ भयो क्या। टिकटकले गर्दा पनि होला। अनि मूर्ति पनि त लाइक ठुलो छ। फेरि ओहो पुङ्डीकोट गएर स्टे गर्नुपर्छ पढ्नुपर्छ भन्ने मान्छेहरू फेरि हुनुहुन्न त्यस्तो। सडनली घुम्ने आउने कि सट्ट घुम्ने त्यो स्टे गर्नको लागि फेरि बेटर फेरि सडक पर्छ क्या। त्यहाँ होटलहरू जस्तो टाइपको पनि छ। बिहान आउनुहुन्छ के हिँडेर आउनुहुन्छ गाडी नभए? पब्लिक अघि हिँड्दै आउनु भयो? पहिला नि त्यही भने कति छन् छोरा बुहारी? घर त धेरै माथि भयो त आमा देश भयो त। पहिला के थियो अरे? नदी मौला भन्ने कुरो भनेर थाहा छ? फर्स्ट टाइम सुनेको छ है मौला नि। पोखरी भन्ने त थाहा छैन। पोखरी थाहा छ। त्यो पोखरी ताल जस्तो हो? ताल जस्तै अलि सानो। त्यसको बिचमा एउटा मौला भन्ने गाडेर राखिन्थ्यो कि पहिला। त्यसलाई पनि एउटा भगवान्को एउटा अलि मोटै टाइपको छ त्यो। भगवान्कै एउटा पहिला सबै ठाउँमा मन्दिर थिएन नि त। मन्दिर मानिन्थ्यो नि त। त्यो टाइपको एउटा कोट भनेर चिनिने ठाउँ हो त्यो। विगत केही वर्ष अगाडि यो मन्दिर बन्नुभन्दा अगाडि पनि त्यहाँ हाम्रो विदेशी पर्यटकहरू जाने, माथिबाट पोखरा निहाल्ने, देवताल अनि हाम्रो यो के भन्छ न हिमालय रेन्जहरू हेर्ने त्यस्तो गर्नुहुन्थ्यो। मेरो मामा घर पनि त्यहीँ भएको हुनाले म त्यहाँ गइरहेको थिएँ। म त्यहाँ मेरो मामा घर त्यहीँ हो पुङ्डीकोटमै। हजुर मामालाई भेटेर हामी घुम्ने गर्छौँ त मामालाई। अनि पछि तपाईँको यो मन्दिर बनाउने प्लान चाहिँ यहाँको स्थानीय र पोखरा महानगरपालिकाको समन्वयमा चाहिँ यो मन्दिर बन्यो। मन्दिर सम्भवतः अब मैले जाने अनुसार नेपालकै ठुलो मन्दिर मैले भन्छु होइन। मैले किनभने योभन्दा अरू ठुलो मन्दिर देखाएको छैन। उयोभन्दा पनि ठुलो छ त साँगाको महादेव। साँगाको उठेको यहाँ बसेको हो क्या अरे। तर यो पनि ठुलै छ। त्यही त साँगा पनि म गाइजहरू अहिले चाहिँ हामी पुङ्डीकोट जाँदैछौँ। हल्का पब्लिक भेहिकल चाहिँ मान्छे नहुँदो रहेछ पार्किङ चार्जले गर्दा। अनि प्राइभेट चाहिँ मान्छे नहुँदो रहेछ। ड्राइभ केही चल्दैन किन भन्दाखेरि माथि आएपछि तल जाने गाडी हुँदैन। त्यो भएर बुक गरेर आउनुपर्छ।
बारे में सलाह पूरा परिवार काम ना पड़ो ऐसा काम है। हामी जाँदैछौँ। टिस्टाबाट अब 6 साढे 6 बजीसम्म खोल्छ भने थियो, अहिले 5 साढे 5 भयो। होपफुली वी मेक इट है। अनि त्यसपछि हामी यहाँबाट होटलतर्फ लाग्छौँ खाना खाएर त्यो लेक साइडतिर जान्छौँ।
टिस्टागोडाको बाटोमा छौँ। हामीले चाहिँ अहिले टिस्टागोडा घुमेर सक्यौँ। अब चाहिँ हामी पार्किङ जाँदैछौँ। टिस्टागोडामा धेरै खिच्न पाएन किनभने भिडियो लिनु मनाइसकेँ, सो ओन्ली फोटोज है। त्यही भएर अलिकति केयरफुल हुनु होला, दुईवटा गाड हुनुहुन्छ। सो अहिले चाहिँ हामी पार्किङतर्फ लाँदैछौँ। दाइ त्यहाँ वेट गरिरहनु भएको छ। अनि त्यसपछि तल चढ्छौँ। आजको दिन पनि लगभग सक्यो। धेरै रमाइलो भयो पम्मीकोट र टिस्टागोडा है। मर्यादा पुरुषोत्तम श्री रामचंद्र भगवान महादेव हर हर महादेव। अन्त्य आरक्षीको महिमा बुझी समस्या